बालेन शाहजी, तपाईँ किन अटेरी हुनुहुन्छ? राजीनामा दिनुहोस्, नत्र बताउनुहोस् यो देशको प्रधानमन्त्री तपाईँलाई कसले बनायो। यदि जनताको भोटले तपाईँ बनेको भने जनता तपाईँसँग दुखी छन्। तपाईलाई जसरी भोट हालेर तपाईले यो देशको प्रधानमन्त्री बनाए त्यसै गरी यो जनताहरूले तपाईलाई राजीनामा मागिरहेको छन्। अब खुसी साथ दिनुस्। होइन, यिनीहरूलाई साँच्चीकै थाहा छैन क्या भनेको। अस्ति भर चुनाव भएर चाहिँ पुरै बहुमत ल्याएको रासपाले अनि बल्ल बालेनजी चाहिँ प्रधानमन्त्री भएको भनेर के तिम्रा हर्केला बनाउने भएको भए त भोट दिन्थेनन् भनेको के, भोट दिएर प्रधानमन्त्री बनाउँथेनन् भनेको के। 1 2 3 प्रधानमन्त्री मै भन्दै हिँडे थियो त भोट दिन्थेनन् जनताले। अनि जनताको भोट बिना प्रधानमन्त्री हुन पाइँदैन भने थाहा छैन। अनि कहाँको जनता रुष्ट भएर अब तिमीहरू हर्केका टोली र अनि त्यो हुकुमवासी रुष्ट भए, अनि त्यसपछि गएर एमाले काङ्ग्रेस माओवादीका झोले रुष्ट भए भनेर अब प्रधानमन्त्री हटाउने जनताले देखाउन् के भोट। तिमीहरूले त देखे हैनौ त, तिमीहरूले त हर्केला देखाऊ त भोट त। अनि हर्केला बनाउने हो प्रधानमन्त्री बनाऊ त, तिमीहरूको लागि हर्केला प्रधानमन्त्री। जनता